भन विजय हेलो भन हामीहरू अब सिसा घरमा जाँदैछौँ धरानको हामी कुन घर अरे सिसा घरमा हामी जाँदैछौँ यो चाहिँ मेरो छोरी हो अनि यो चाहिँ मेरो भदैनी हो मेरो भाइको छोरी अनि यो मेरो छोरा अब हामी जाँदैछौँ अनि म यो चाहिँ धरानको के हो यो सब्जी बजार हो यो धरानको सब्जी बजार हो यहाँनिर सब्जी किन्न आउनुहुन्छ यसलाई चाहिँ पुरानो बजार भनिन्छ यो चाहिँ पुरानो बजार यहाँनिर मेरो मम्मी मेरो बहिनीहरू यो धरानमा चाहिँ वान वे छ यो यताबाट मात्र हुन्छ यताबाट आउने हामी यो पुरानो बजारको बाटो हुँदै जाँदैछौँ रोड हो हामी चाहिँ दमक नगरपालिका आइपुगेका छौँ दमक नगरपालिका उपनगरपालिकाको भवन चाहिँ सिसामा हामी चाहिँ सिसाघरमा आइपुग्यौँ अनि सिसाघरमा नानीहरूले खेल्ने ठाउँहरू रहेछ अनि यहाँनिर नानीहरू खेलिरहनु भएको छ एकदम रमाइ खेलिरहनु भएको छ विजय विजेताहरू सबैजना एकदम रमाइ खेलिरहनु भएको छ यहाँ चाहिँ के भन्छ एड्रिनाले दादाहरूलाई दादा बहिनीहरूलाई चाहिँ घुमाउँदैछ अनि यो माछा किन्छ यो एरोप्लेन घुम्ने पनि रहेछ नानीहरूको लागि सिसाघरको छेउमा यो चाहिँ बनाएर राखेको रहेछ मेरो छोरीले हात हल्लाउँदै पङ्खा उडाउँदै हाई अरे स्यारोनले पनि हाई विजेताले पङ्खा घुमाउँदैछ विजय चाहिँ बोरिङ भयो भन्दै अब हामी चाहिँ यहाँ खेलिसकेपछि चाहिँ हामी त्यहाँनिर सिसाघर जाँदैछौँ यो चाहिँ कसमपङले बनाउनु भएको सिसाघर रहेछ यसको चाहिँ ओपन भइसकेको छैन अरे बाहिरबाट यसो फोटोसुट मात्र खिच्न मिल्छ भनेर भन्दै थियो मेरो बहिनी चाहिँ अगाडिबाटै गइसकेको रहेछ हामी चाहिँ गएको थिएनौँ अनि यसपालि चाहिँ हामी सिसाघर घुम्नु गएको सिसाघरमा नानीलाई खेल्ने पनि रहेछ छेउमा चाहिँ घरहरू पनि रहेछ अनि त्यहाँनिर चाहिँ एउटा सिसाघर रहेछ अब त्यसको ओपनिङ कहिले हुन्छ ओपनिङ भइसकेपछि हेर्न जाने तर अहिले चाहिँ अब बाहिरैबाट हामी सबैजनाले फोटो खिचेर फर्किने भन्ने प्लानिङकै साथमा हामी गएको थियौँ हामी जाँदैछौँ त्यहाँनिर पुगेर चाहिँ त्यहाँनिरबाट फोटो खिच्दा चाहिँ राम्रो आउने रहेछ आकाशको भ्यूहरू पछाडिको सबै कुराहरू एकदम राम्रो आउने रहेछ होइन सिसाघर हामी टक्कै आइपुग्यौँ अनि यहाँनिर अरूहरू पनि आएर फोटोहरू खिच्दै टिकटकहरू बनाउँदै हुँदो रहेछ भिडियोहरू बनाउँदै हुँदो रहेछ अनि हामी पनि आइपुग्यौँ हामीले पनि फोटोहरू खिच्यौँ अनि त्यसपछि हामी घर